भाउजू कता हुनुहुन्छ तपाईँ? म यहाँ छु बहिनी, यता बारीमा सब्जी गोड्दैछु, यता आऊ न। छ्या, यो तल्लो घरे बहिनी फेरि खेताला बोलाउन आएछ, न भनेको बेलामा पैसा दिन्छ, न खानु राम्रो दिन्छ हो। खेताला चाहिँ बोलाउँछ। म यता छु बहिनी, यता आऊ न सब्जी बारीमा। ए यहाँ सब्जी बारीमा पो हुनुहुँदो रहेछ। ए सब्जी गोड्नु भएको? सब्जी गोडेको नि, त्यही त हेर न, सब्जीमा पुरा झार पलाएछ कि। ए हजुर। सब्जी गोडेको नि। बहिनी कता हिँडेको अन्त आज? ए म पनि यहाँ तपाईँलाई नै भेट्दै आउँ भनेर नि, भोलि खेताला भ्याउनुहुन्छ कि भनेर नि, अलिकति काम थियो कि। ला खेताला त भ्याउँछु कि हो अन्त बहिनी, म त हेर नि बल्ल यति गोडिसकेँ हो। ए हजुर। अन्त यो गोड्नु डल्लै छैन, अब भ्याउँछु कि भ्याउँदैनौ? के गर्नु थियो होला है बहिनी? एक दिनको काम थियो कि, त्यो सक्यो भने चाहिँ ढुक्कै हुन्थ्यो मलाई पनि भनेर नि भाउजू। त्यही त बहिनीलाई भन्नु पनि अप्ठ्यारो लागिरहेछ, अस्तिको पनि मेरो अलिकति पाउनु थियो हो, अन्त नि। ए त्यो भोलि एक दिन आइदिनु भयो भने फेरि म एकैचोटि दिउँ भनेर नि, मेरो पनि पैसा आउनु आँटेको छ कि, अन्त एकैचोटि दिउँ भनेर नि। हुन्छ, म त्यही त यो आज भरेमा कोसिस गर्छु कि सक्ने, अन्त भ्याएछ भने हुन्छ बहिनी, म आइदिन्छु नि ल। ए हुन्छ, मलाई भनिदिनुहोस् न के हुन्छ। हुन्छ, म भनिदिन्छु नि ल, भ्याएछु भने भरे भनिदिन्छु नि। हुन्छ।